हेलो 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 एभ्रिवान वेलकम छ है मेरो सानो मिनी भ्लगमा सबैजनालाई होइन। अनि आज चाहिँ के कता आएको छु भने चाहिँ म चाहिँ यहाँ अस्तिको बाटो सेम जोरलिकमा हेर्नु सक्नुहुन्छ यहाँ माथि जोरलिक जाने बाटो। अन्त अब चाहिँ होइन यतातिर चाहिँ अब चाहिँ यतातिर चाहिँ यो के अरे पेरी प्लान्टेसनको के अरे खेत रोप्नेको अब चाहिँ सुरुवात गर्नु थालेको छ होइन। एकदमै रमाइलो हुन्छ के यहाँ चाहिँ हुन्छ होइन हुन्छ के कति त होइन भ्यू पनि छरिसक्नु भएछ होइन। यहाँनिर कति अब क्या यहाँदेखिको लिएर होइन माथिसम्म पुरा खेतै खेत छ होइन। अनि यहाँ चाहिँ सबैजनाले खेत रोप्दै चाहिँ एकदमै दामी देख्छ क्या भोलिपछि होइन। सबै कोहीले खेत हिलाइरहेको हुन्छ होइन, कोहीले धान रोपिरहेको हुन्छ, कोहीले खेताला थुप्रो एकदम रमाइलो हुन्छ क्या यहाँ चाहिँ होइन। मैले अहिलेसम्म देखेको चाहिँ बिगेस्ट पेरी प्लान्टेसनको एरिया चाहिँ यहाँदेखि माथि जोरलिक छ, जोरलिकदेखि यहाँ तल फेदसम्म छ के। अहिले त होइन यहाँ फ्याक्ट्रीहरू आएर होइन सबै कति जग्गाहरू त अब प्राइभेट सेक्टरले लिइसकेको छ होइन। कति अब सेटलमेन्टको लागि यतातिर चाहिँ दामी हुन्थ्यो क्या। उहिले त झन् होइन यस्तो पिच रोड पनि थिएन, फार्म रोड थियो नि त त्यति बेला त झन् क्या आमाम कति रमाइलो हुन्छ है यतातिर चाहिँ सिधै हो क्या। पहिले त होइन सबै मान्छेहरू खेतमा आउनु पऱ्यो भने खेतमा जानु मनपर्छ कति क्या खतरा मजा आउँथ्यो होइन। अहिले त अब त्यति मजा छैन हेर, कति साइलेन्ट भएको छ होइन। नभए त यति बेला टाइममा त अब आली तास्ने हुन्छ होइन, के काम गर्ने, कोही गोरु जोत्ने, अब फर्स्टमा चास काट्ने अरे के यस्तो के अरे जोत्ने टर्न आउँछ नि त होइन। यहाँ त अब आधी मात्रै भर्खर जोत्दै स्टार्ट गर्दै रहेछ, तर बिउ राखिसकेको रहेछ। यतातिर त डल्लै छ रहेछ, यहाँ तलतिर त एकदम खतरा मजा आउने के। त्यति बेलाको त चाम नै फाल्टै, मजा पनि एकदमै मजा के। सो होइन मेरो ब्लग चाहिँ यति नै हो आजको चाहिँ होइन। अब के भन्छ टाइमै पाउँदैन रहेछ कता जानु लागि होइन। अनि आज चाहिँ मेरो अफ थियो होइन। सो हल्का वकमा आएर चाहिँ किन त्यतिकै राखिदिनु भनेर चाहिँ हल्का बनाइदिएको होइन। सबैलाई अब एन्टरटेन होस् भनेर। जस्तो भने अब कतिजनालाई त थाहा हुँदैन नि त होइन। अन्त मलाई चाहिँ एकदमै इन्ट्रेस्ट लाग्छ क्या यस्तो कुरोमा चाहिँ देखाउनु चाहिँ। कतिजना त हाँस्छ होला होइन, बट के मलाई बाल छैन होइन। मनपर्नेले मनपर्छ, नमन पर्नेले केही फरकै पर्दैन, र मलाई पनि बाल छैन के। सो गाइस सी यु अन द नेक्स्ट भिडियो होइन। र यस्तै म चाहिँ अब चाहिँ लामो भिडियो बनाउनु मिल्दैन होइन। मिनी ब्लग भनेपछि एकदमै छोटो हुनु पऱ्यो होइन। सो गाइस सी यु अन द नेक्स्ट भिडियो। अब चाहिँ सास पनि पर्दै गयो होइन। यहाँ र नेहरू चाहिँ कस्तो दामी देखेको, घाम पनि डुब्न थाल्यो। ओके गाइस सी यू, बाई बाई।